हेलो हेलो साथीहरू, मेरो छोरीलाई देखेर हजुरहरूले थाहै पाइसक्नु भएको छ होला आज हामी कहाँ जाँदैछौँ भनेर। मैले नानीलाई स्कुल छोड्न गएको छु। मेरो अलिकति काम थियो कोलपुरमा, त्यही भएर छोरीसँगै सँगसँगै निस्किएको। म हाई भनिरहेको छिन् मेरो छोरीले। अनि घाम देखिरहेछ नि त भिडियोमा, त्यही भएर टाउको छामिरहेकी छिन्। म मेरो छोरी र हस्बेन्ड गयौँ हामीहरू। कोलपुरमा यति सुनसान हुन्छ कि बिहानको पख, किनकि पसल कसैले पनि खोल्नु हुँदैन। 9-10 बजेभन्दा अगाडि कसैले खोल्नु हुँदैन। सुनसान छ कि कोलपुरको बिहानको वातावरण यस्तै हो कि। अनि जता पनि हरियो हरियो बर्खाको समय हेर्न सक्नुहुन्छ कति राम्रो घाँस पलाएको छ। मलाई फेरि जहाँ पनि हरियै भएको मनपर्ने क्या। अनि हामी चाहिँ छोरीको स्कुलतर्फ लाग्यौँ। यतातिर चाहिँ अलिक कच्ची नै छ, बाटो बनेको छैन, अलिकति बनेछ अलिकति बनेको छैन। हामी चाहिँ छोरीको स्कुलतर्फ लाग्यौँ। गेटमा पुगिसकेका छौँ हाम्रो नानीको। यहाँ चाहिँ कति धेरै स्टुडेन्टहरू स्कुल जान हतारै हुन्छ है बिहान पख। यो चाहिँ मेरो छोरीको स्कुल हो। सबैजना बच्चालाई कसैले बाइकमा कसैले गाडीमा छोड्न आउनुहुन्छ। यो चाहिँ मेरो छोरीको स्कुल हो। अनि यो चाहिँ क्यान्टिन हो मेरो छोरीको। यता खेलाउने कुराहरू छन्। अनि क्यान्टिनमा हो यो। अनि यो गाडीहरू राख्ने ठाउँ हो। यहाँ टिचरहरू हुनुहुन्छ, स्टुडेन्टहरू हुनुहुन्छ। गाडी निस्किन लाग्थ्यो, त्यही भएर सबैजनाले वेट गर्न लाग्नु। मेरो छोरीले हाई भनिरहेको छिन्। गाडी निस्किन लाग्छ, त्यही भएर हामीले एकछिन वेट गरौँ। यो चाहिँ मेरो छोरीको स्कुलको कोठातिर लाग्यौँ हामी, रुमतिर लाग्यौँ। मेरो छोरीले यता मेरो रुम यता भनिरहेको छिन्, मलाई देखाइरहेको छिन्। हाई भन्छन् फेरि। मेरो छोरीको रुममा आयौँ, क्लासरुममा आयौँ। अनि कोही आउँदै हुनुहुन्छ, कोही आइसक्नु भएको छ। म्यामले यसमा आइसक्नु भयो भनिराख्नु भएको छ। भन्छन्। अब म चाहिँ निस्किएँ साथीहरू, नानीलाई क्लासमा छोडेर। यो चाहिँ हाम्रो नानीको स्कुलको पछाडिको भागहरू हो। पछाडि बाटो आएको हामीहरू।